नमस्कार सम्पूर्णमा म आजको शीर्षक लिएर आएको छु नेपाली पाठ्यपुस्तकको पाठ 6 मा रहेको भाइलाई चिठी भन्ने पाठ रहेको छ। सर्वप्रथम भिडियोलाई सुरु गर्नुअघि कृपया हजुरहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानलमा सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई एक लाइक गरिदिनु होला। ल भिडियोलाई सुरु गर्नुअघि यसको परिचयबाट जाउँ। यसमा चाहिँ चिठी भन्ने रहेको छ, एकदमै महत्त्वपूर्ण रहेको छ। यो हजुरहरूले ध्यान दिएर हेर्नु होला। यसमा साइडमा राइट साइडमा मिति लेखिन्छ, यतापट्टि प्यारो भाइ राजन, अनि आफूभन्दा ठुलो मान्छे छ भने आदरणीय लेखिन्छ, आदरणीय बुवा भन्ने हुन्छ। र यहाँ शुभ आशीर्वाद भाइ भएर आशीर्वाद दिएको हो, मिठो सम्झना भनेर लेखिएको हुन्छ अरूमा। अनि यता चाहिँ हजुरहरूले चिठी लेख्न आयो भने हजुरहरूले अनिवार्य चाहिँ यो खामको नमुना बनाउनुपर्छ अन्तिममा। अनि यहाँ चाहिँ उही तिमीलाई माया गर्ने दिदी, ऊ चाहिँ ठुलो भएकाले उही तिमीलाई माया गर्ने दिदी भनेर लेखिएको छ। ल अब पाठको अभ्यासबाट सुरु गरौँ। शब्द भण्डारमा के दिएको छ भन्दा शब्दभण्डारमा हामीलाई दिएको छ तलका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् भनेको छ। ममतामयीको के हुने भयो? आमा हुने भयो। श्रद्धेयको गुरुवर्ग हुने भयो। आत्मीयको मित्र हुने भयो। सम्माननीयको प्रधान न्यायाधीश हुने भयो। श्रीमानको प्रधानाध्यापक हुने भयो। ल 3 नम्बरमा अब कोष्टकबाट उपयुक्त शब्द छानी खाली ठाउँ भर्नुहोस् भनेको छ। क नम्बरमा कार्यक्रममा प्रधानमन्त्रीको आगमन भयो। यसमा चाहिँ प्रधानमन्त्री भन्ने बित्तिकै सबैभन्दा ठुलो भएकाले यसमा चाहिँ सम्माननीय हुन्छ, त्यसकारण सम्माननीय भयो। नम्बर खमा जाउँ। आज संसदले विद्यालयको भ्रमण गर्नुभयो। संसदमा चाहिँ सबैभन्दा महोदय हुँदैन, आत्मीय हुँदैन, त्यसकारणले माननीय हुन्छ। नम्बर गमा जाउँ। भाइ शुभ आशीर्वाद, आदरणीय हुँदैन भाइलाई कहिले पनि, मैले अघि नै भनिसकेको छु। प्यारो हुन्छ, श्रद्धेय हुँदैन। नम्बर घमा जाउँ। दसैँमा ठुलाले सानालाई दिन्छन्, गाली दिन्नन्, आदर दिन्नन् र आशीर्वाद दिन्छन् दसैँमा ठुलाले सानालाई। ल नम्बर 4 मा जाउँ। तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। मैले चाहिँ सिम्पल वाक्यमा प्रयोग गरेर ल्याएको छु। मोबाइल, मेरो साथीले खाली मोबाइल चलाएर डिस्टर्ब गर्छ। कम्प्युटर, मैले कम्प्युटरमा आफ्नो नामको फोल्डर बनाउन जानेको छु। सूचना तथा सञ्चार प्रविधिले अहिले धेरै सहज बनाएको छ। प्रतिस्पर्धा, मेरो साथीले आज हाजिर जवाब प्रतियोगितामा मसँग प्रतिस्पर्धा गरे। ल्यापटप, म शनिबार ल्यापटप बन्द गर्छु। क्षितिज, हिमालबाट देखिने क्षितिज एकदमै सुन्दर देखिन्छ। यी अरू हजुरलाई अर्थ थाहा होला। क्षितिजको अर्थ चाहिँ ठुलो भन्ने आउँछ। बोध र अभिव्यक्तिमा जाउँ अब। नम्बर 3 मा के छ? तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर लेख्नुहोस् भनेको छ। एक वाक्यमा नम्बर क मा बुवाले दिदीलाई आफ्नो चिठीमा के लेख्नु भएको थियो? बुवाले दिदीलाई आफ्नो चिठीमा तिमीले पठाएको मोबाइल पाएदेखि भाइ पढाइमा भन्दा बढी मोबाइलमा अल्झिएर बस्छ भन्ने कुरा लेख्नु भएको थियो। के भन्नुभयो भन्दाखेरि भाइ चाहिँ एकदमै मोबाइलमा अल्झिएर बस्दो रहेछ भनेर भन्नुभएको रहेछ। नम्बर खमा राजन पढाइमा किन कमजोर हुँदै गयो? राजन आवश्यकताभन्दा बढी मोबाइल प्रयोग गर्नाले कमजोर हुँदै गयो। उसले चाहिँ बढी मोबाइल चलाइदियो, त्यस कारणले गर्दा कमजोर भयो। ग नम्बरमा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भन्नुको तात्पर्य के हो? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भन्नुको तात्पर्य कुनै पनि चिज वा कुरा बुझ्नेलाई धेरै उपयोगी र महत्त्वपूर्ण हुने, त्यही चिज वा कुरा नबुझ्नेलाई कम उपयोगी अथवा कम महत्त्व हुनु हो। यो चाहिँ उखान सम्बन्धी रहेको छ। यो उखानहरू पनि अलिअलि कण्ठ गर्नु होला। यसको अर्थहरू पनि बुझ्नुपर्छ। यसको चाहिँ बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भन्नुको तात्पर्य चाहिँ त्यही नै, यो बुझ्नेलाई धेरै उपयोगी हुने र नबुझ्नेलाई कति पनि उपयोगी नहुनु हो। नम्बर घमा जाउँ। मोबाइलको धेरै प्रयोग गर्दा हाम्रो शरीरमा कस्तो असर पर्छ? मोबाइलको धेरै प्रयोग गर्दा आँखा कमजोर हुँदै जाने, मस्तिष्कमा नकारात्मक विचार सोच पर्न सक्ने जस्ता असर पर्छन्। मोबाइल चलाउँदा यस पाठ सम्बन्धी धेरैजसो मोबाइलकै बारेमा गरिएको छ।
सामाजिक सञ्जालको बारेमा भनिएको छ। यसमा कस्तो कस्तो असर पर्छन् भनेर भनेको थियो। यसमा चाहिँ नकारात्मक आँखा कमजोर हुने जस्ता असर पर्छन्। नम्बर 5 मा जाउँ। दिदीले भाइ राजनलाई मोबाइल वा अन्य विद्युतीय सामग्रीको प्रयोग कसरी गर्नुपर्छ भनेर सल्लाह दिनुभएको छ। पाठका आधारमा लेख्नुहोस् भनेको छ। यो चाहिँ पाठको आधारमा सिम्पल मैले ल्याएर आएको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ भिडियोलाई पज गरेर। हामी सबैले मोबाइल वा अन्य विद्युतीय सामाजिक सञ्जालको उचित रूपले प्रयोग गर्न जान्यौँ भने फाइदा लिन सकिन्छ। हामीले यसबाट विभिन्न नयाँ कुरा सिक्न सक्छौँ र विविध ज्ञानका बारे आर्जन गर्न सक्छौँ। मोबाइलको प्रयोग व्यक्तिसँग सम्पर्क गर्न, सूचना आदान प्रदान गर्न, ज्ञान बढाउन र मनोरञ्जन लिने उद्देश्यले गरिन्छ। यो बहुउपयोगी विद्युतीय सामग्रीका रूपमा मानव समाजमा देखा परेको छ भनी दिदीले भाइ राजनलाई मोबाइल वा अन्य विद्युतीय सामग्रीको प्रयोग गर्नुपर्छ भनेर सल्लाह दिनुभएको छ। ल अब नम्बर 6 नम्बरमा जाउँ। भाइलाई चिठी पाठ पढेर तपाईँले के सन्देश पाउनुभयो भन्नुहोस् भनेको छ। यो हजुरहरूले लेख्नुपर्ने हो पाठ पढेर। तैपनि यसमा चाहिँ विशेष गरी त्यही मोबाइलको बारेमा वर्णन गरिएको छ। कस्ता खालका सदुपयोग गर्ने कि दुरुपयोग भन्ने विषयमा रहेको छ। मैले लेखेको छु, हेरिदिनु होला भिडियोलाई पज गरेर। भाइलाई चिठी पाठ पढेर मैले मोबाइलको प्रयोग कसरी गर्नुपर्छ भनेर सन्देश पाएँ, जसमध्ये हामीले शिक्षाका लागि मोबाइल चलाउन सक्छौँ, नयाँ कार्य अनुसन्धानको गर्न सक्छौँ र मनोरञ्जन गर्न सक्छौँ, तर उचित रूपले गर्न सक्छौँ। यसै गरी मोबाइल चलाउँदाको बेफाइदा पनि सिक्यौँ, जस्तै आँखामा असर पर्ने जस्ता रहेका छन्। योबाट चाहिँ आँखामा असर पर्ने बेफाइदा रहेको छ र नकारात्मक कहिले कहिले सोचहरू आउँछन् धेरै आवश्यकताभन्दा बढी मोबाइल चलाएर। र यसबाट फाइदाहरू पनि रहेका छन्, जसमध्ये शिक्षाका लागि हामीले फाइदा पाउन सक्छौँ। हामीले नयाँ कुराहरूको ज्ञान पाउनको लागि, समाचारहरू सुन्नको लागि सक्छौँ। नम्बर 8 मा जाउँ। अब सामाजिक सञ्जालको सदुपयोग कसरी गर्नुपर्छ, आफ्ना विचार लेखेर सुनाउनुहोस् भनेको छ। यो हजुरहरूले विद्यालयमा गर्नुपर्ने हो। यो हजुरहरूले पाठका आधारमा मैले लेखिदिएको छु, भिडियोलाई पज गरेर हेरिदिनु होला। सामाजिक सञ्जालको सदुपयोगभन्दा बढी अहिले दुरुपयोग भएको देख्न सक्छौँ। अहिले चाहिँ दुरुपयोग भइरहेको छ, जसको कारणले अहिले मानिसहरू कुलतमा फँसेका हुन्छन्। सामाजिक सञ्जालको सदुपयोग हामीले ज्ञान आर्जन गरेर गर्न सक्छौँ, नयाँ कामको सिप सिक्न सक्छौँ अनि नयाँ समाचार सुन्न सक्छौँ। र यसै गरी हामीले सामाजिक सञ्जालको सदुपयोग गर्न सक्छौँ। आफूले शिक्षा आर्जन गरेर नयाँ कामको सिकेर समाचारहरू सुनेर हामीले सदुपयोग गर्न सक्छौँ। र अब भाषिक संरचना र वर्णविन्यासमा जाउँ। नम्बर 1 मा तलको तालिका पढ्नुहोस् र तपाईँ पनि यी बाहेकका 3वटा कालका अपूर्ण पक्षका 5-5 वटा क्रियापदको सूची बनाउनुहोस्। यस अन्तर्गत व्याकरण रहेको छ। यो व्याकरण चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ। कालका सबै पक्षहरू हजुरहरूले व्याकरण बुक छ भने हजुरहरूले कृपया पढिदिनु होला। यो चाहिँ अपूर्ण पक्षको भनेको छ। अपूर्ण पक्षको मैले लेखिदिएको छु। वर्तमान अपूर्ण पक्षको चाहिँ जाँदैछ, भूतकाल अपूर्ण पक्ष जाँदै थियो, भविष्यकाल अपूर्ण पक्ष जाँदै हुनेछ हुने भयो। अब यसमा चाहिँ हिँड्दैछ, हिँड्दै थियो, हिँड्दै हुनेछ, खाँदैछौ, खाँदै थियौ, खाँदै हुनेछौ, खुवाउँदैछिन्, खुवाउँथिन्, खुवाउँदै हुनेछिन्, आउँदैछन्, आउँदै थिए, आउँदै हुनेछन्। यसमा चाहिँ अपूर्ण पक्षमा चाहिँ के हुन्छ भन्दाखेरि दै हुन्छ, लास्टमा दै हुन्छ। दै थिए, दै छन्, दै हुनेछन् हुन्छ। नम्बर 2 मा जाउँ। कोष्टकमा दिएको निर्देशनअनुसार वाक्य परिवर्तन गर्नुहोस् भनेको छ। म दिदीलाई चिठी लेख्छु। हेर्नुहोस्, यो पनि अपूर्ण पक्षको वर्तमानमा बदल भनेको छ। यसमा चाहिँ दै नै आउँछ लास्टमा। म दिदीलाई चिठी लेख्दैछु, दै आयो नि। ल अब नम्बर 6 मा जाउँ। उनीहरू पढ्न गए भनेको छ। यसमा चाहिँ अपूर्ण पक्षको भूतमा बदल भनेको छ। यसमा पनि दै नै आउँछ। उनीहरू पढ्न जाँदैछन्, जाँदै आयो। नम्बर 9 मा जाउँ। बहिनी गृहकार्य गर्ने छिन्, भविष्यत अपूर्ण पक्षमा बदल भनेको छ। बहिनी गृहकार्य गर्दै हुनेछिन्, गर्दै हुनेछिन्। नम्बर 10 मा बुवा कार्यालयबाट आउनुहुन्छ, भूत अपूर्ण पक्षमा बदल भनेको छ। बुवा कार्यालयबाट आउँदै हुनुहुन्थ्यो। नम्बर 9 मा तिमी राम्ररी पढेका छौ, भविष्यत अपूर्ण पक्षमा बदल भनेको छ।
तिमी राम्ररी पढ्दै हुनेछौ। नम्बर 6 मा हामी वनभोजमा रमाउँछौँ। वर्तमान अपूर्ण पक्षमा बदल भनेको छ हामी वनभोजमा रमाउँदैछौँ हुन्छ। नम्बर 3 मा जाउँ अब। यो पनि अपूर्ण पक्षका क्रियापद रहेका छन्। अपूर्ण पक्षको बारेमा यहाँ हामीलाई दिएको छ व्याकरणमा। पढ्दैछन्को यस प्रकार रहेको छ। विद्यार्थीहरू किताब पढ्दैछन्। खेल्दै थिए, उनीहरू फुटबल खेल्दै थिए। दै आएको छ नि, त्यस कारणले यो अपूर्ण पक्ष भयो। आउँदै हुनेछन्, राम्रोभरि भोलि यहाँ आउँदै हुनेछन्। यो चाहिँ अपूर्ण पक्षको भविष्यमा भयो, भविष्यको क्रियापद भयो। आफूले मन परेको वाक्य बनाउन सक्नुहुन्छ। भन्दै थियो, रामले वाद विवाद भन्दै थियो। गाउँदैछौ, राम र म मिलेर गीत गाउँदैछौँ। नाच्दैछे, रमा नाच्दैछे। हाँस्दै हुनुहुनेछ, मेरो कुरा सुनेर भोलि हजुर हाँस्दै हुनुहुनेछ भयो। नम्बर 4 मा कोष्टकमा दिइएको सङ्केतका आधारमा खाली ठाउँभरि वाक्य पुरा गर्नुहोस् भनेको छ। यसमा पनि अपूर्ण पक्ष रहेको छ सबमा। नम्बर क मा ऊ गाउँ जाँदैछ, जाबाट बना भनेको छ वर्तमान अपूर्ण पक्ष। यसै गरी यहाँ पनि दिएको छ हुँबाट, घुमबाट, खेलबाट, पढबाट। काका खाना बनाउँदै भूत अपूर्ण पक्षमा बदल भनेको छ हुनुहुन्थ्यो, हुबाट भनेको छ। मेरा साथी पोखरा घुमेकै हुनेछ। मेरो साथी पोखरामा घुमेकै हुनेछन्। घुमबाट भनेको छ, त्यस कारणले घुम्दै हुने भयो। कै हुँदैन, दै हुन्छ। तै थै दै, त्यस्तै दै आउँछ सम्पूर्ण वाक्यमा। मेरा साथी पोखरा घुम्दै हुनेछन्, भविष्य अपूर्णमा भयो। केटाकेटी चौरमा खेल्दै छन् हुने भयो। खेल्दै छन् वर्तमानमा अपूर्ण पक्ष। नम्बर 9 मा गुरुले व्याकरण पढ भविष्य अपूर्ण पक्ष पढाउँदै हुनुहुन्थ्यो। ल अब द्वित्व शब्दको पालो आएको छ। यो पनि व्याकरण हो, यो पनि इम्पोर्टेन्ट छ, एकदमै महत्त्वपूर्ण। हजुरहरूले यो द्वित्व शब्द निर्माण प्रक्रिया जान्नुपर्ने हुन्छ। पछिलाई चाहिँ एकदम महत्त्वपूर्ण छ। ल 5 नम्बरमा द्वित्व शब्द 5वटा। यसमा चाहिँ 5 नम्बरमा के भनेको छ भन्दा द्वित्व शब्द यहाँ दिएका बाहेक अन्य लेख्नुहोस् भनेको छ। मैले अन्य ल्याएर आएको छु। द्वित्व शब्द यहाँ हेर्न सक्नुहुनेछ। यी द्वित्व शब्द बाहेक अरू 5वटा लेख्न सक्नुहुनेछ भनेको छ। मैले चाहिँ लेखेर ल्याएर आएको छु। द्वित्व शब्द नम्बर 1 मा बार हुने भयो। सरसापट, सुनसुन, ठाउँ सुनसुन भयो। नम्बर 6 मा उदाहरण हेरी तलका द्वित्व शब्द निर्माण प्रक्रिया देखाउनुहोस् भनेको छ। घरको निर्माण प्रक्रिया के हुने भयो? घर प्लस घर हुने भयो। भात प्लस भात सात हुने भयो। आइँचो प्लस पाइँचो पाइँचो हुने भयो। चिया प्लस चिया हुने भयो। कृपया यो भिडियोलाई पज गरेर हेरिदिनु होला, यो एकदमै महत्त्वपूर्ण रहेको छ। खाँचो प्लस खाँचो खरखाँचो हुने भयो। बाटो प्लस बाटो हुने भयो। गहना प्लस गहना हुने भयो। सानो प्लस सानो ससानो हुने भयो। झगडा प्लस झगडा झैझगडा हुने भयो। छिटो प्लस छिटो हुने भयो। आफ्नो प्लस आफ्नो हुने भयो। सल्लाह प्लस सल्लाह सरसल्लाह हुने भयो। अब यसमा चाहिँ ए वर्ण र एकतारे वर्ण प्रयोग भएका 5-5वटा शब्द पाठबाट खोजेर लेख्नुहोस् भनेको छ। ए वर्ण प्रयोग भएका बुढो ए प्रयोग भएका वर्ण प्रयोग भएका शब्दहरू यहाँ सहयोग कतिपय यी पुस्तकालय प्रयोग। अब एकतारे वर्ण प्रयोग भएका शब्दहरू भएको, जोगाएर, एउटा, आएका, एक्लो। नम्बर 8 मा जाउँ। तल दिएका वाक्य शुद्ध गरी लेख्नुहोस् भनेको छ। यसमा चाहिँ बुढो ए र एकतारे ए मात्रै बिग्रिएको छ। यसमा दिएको दुईवटा वाक्यमा नम्बर 1 मा यसले मानव जीवनलाई सहज बनाएको छ। यो एकतारे ए हुँदैन, बुढो ए हुन्छ। यसमा यति नै बिग्रिएको थियो, यसमा यति सच्याउनुपर्छ। नम्बर 6 मा तिमीले पठाएको मोबाइल पाएदेखि पढाइमा भन्दा मोबाइलमा अल्झिएर बस्छ। अब यसमा चाहिँ बुढो ए हुँदैन, यसमा एकतारे ए हुन्छ। यसमा पनि एकतारे ए हुन्छ।
अनि यसमा पनि एकतारिए नै हुन्छ, सबै एकतारिए मात्र छ यसमा बिग्रिएको। तिमीले पठाएको मोबाइल पाएदेखि एकतारिए भयो, पाएदेखि पढाइमा भन्दा मोबाइलमा अल्झिएर एकतारिए लाग्यो बस्छ। ल हजुरहरूले कृपया भिडियोलाई पज गरेर सारिदिनु होला र हजुरहरूलाई कस्तो लाग्यो त भिडियो एकदम मन पर्यो भने कृपया भिडियोलाई एक लाइक र सब्सक्राइब गरिदिनु होला। तबसम्म हामी नयाँ भिडियो ल्याउने नै छौँ। एकदमै महत्त्वपूर्ण रहेको छ यो चिठी भन्ने पाठ। चिठी लेख्न पनि आउनसक्छ हजुरहरूलाई। व्याकरणहरू पनि एकदमै महत्त्वपूर्ण रहेको छ, व्याकरणहरू पनि ख्याल गर्नु होला।